अलिक पछि पक्रिनु तपाईँलाई पनि त आफूलाई पनि त हेर्नु मजाले डह्रो पक्रिनु चाहिँ लु अलिक उता गर्नु औ गाइस अब चाहिँ हामी जाँदैछु होइन मैले आधी बाटोबाट गर्दैछु भिडियो चाहिँ अहिले चाहिँ मैले स्कुटी कुदाउँछु स्कुटी देखाउनु हल्का मेरो स्कुटी नयाँ होइन म र आन्टी जाँदैछु होइन अब चाहिँ खोको भन्ने मारापुरा आएर चाहिँ भिडियो बनाउँदैछु यो केक उयो हुन्छ है अब चाहिँ जाँदैछ हामी राम्री भएर सुपारी खाँदैछु यतापट्टि चाहिँ हाम्रो केक छ होइन अन्त यता चाहिँ केक छ हाम्रो प्रिन्सेस अनया लैजाउँदैछ होइन अनया बर्थडे हो नि त सो आज चाहिँ हामी जाँदैछौँ मजाको देख्ने आउँछ अलिक उता लाग्नु न गाडी आउँछ मेरो यहाँ यी प्रिन्सेस अब प्रिन्सेस हुन्छ नि अब हाम्रो बहिनी प्रिन्सेस हुन्छ म आइपुगेँ हाम्रो नानीको बर्थडे हो अनयाको लु जो उता केक हेर्नुपर्छ जो यहाँ चाहिँ केक छ होइन है यो चाहिँ हाम्रो के अरे भाउजूले बनाउनु भएको हाम्रो गाउँको हो के छ अब चाहिँ हेर्ने के वा दामी है ह्यापी बर्थडे आना छोरी कस्तो छ नानी तिमी छोरी हैन त पिंक कलरको हुन्छ पिंक हैन पिंक भनेको हैन अन्त तिमीले मन पर्यो केक मन पर्यो छोटा चाहिँ भिडियो छ र म बनाउँछु खै म भिडियो बनाइहाल्छु ल ल निधार कत्रो छ हाम्रो नानीको भाग्यमा नि हुन्छ ल आना के गरेको 1 2 3 गो नमस्ते फेरि रेडी 1 2 3 नमस्ते मज्जाले हो मज्जाले ल रेडी 1 2 3 गो नमस्ते सेवा सबैजनालाई हजुरलाई फेरि पनि स्वागत छ मेरो अर्को नयाँ भिडियोमा अनि बाइ द टाइटल हेर न हल्लाइन यस्तो गऱ्यो भने त बनाउँदिनँ म भिडियो गाइस यहाँ चाहिँ अचारको पनि उयो हुँदैछ हो अचार चाहिँ यहाँ बनाएर लाने होला फेन चलाइरहेको छु यहाँ भाउजूले गर्दैछ यहाँ चाहिँ हामी भाउजूले अचार त हामी बनाउँछ नि त अनि तपाईँले सोच्दै हुनुहुन्छ होला होइन यस्तोहरू बनाउँदैछ फेरि यहाँ मान्छे पनि छैन भनेर सोच्नु हुँदै होला होइन यहाँ चाहिँ नानाहरूले चाहिँ यहाँनिर चाहिँ नानाको पनि आफ्नै एउटा उयो छ हो धर्म मान्नुहुन्छ नि त सो त्यही भएर चाहिँ त्यहाँनिर छ क्या आज नानीको चाहिँ त्यहाँनिर छ नि त त्यहाँनिरै गरिदिँदैछ बर्थडे चाहिँ अन्त हामी त्यहाँ जाने अन्त बेलुका फेरि घरमा पनि हुन्छ होइन सो त्यही भएर पहिला चाहिँ हामी त्यहाँनिर जान्छौँ अनि खानाहरू आदि त्यहाँनिर पार्दैछ अरे हो सो यो अचारहरू चाहिँ यहीँबाट बनाएर लानु आँटेको ल जुम 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 अब चाहिँ हामी भवनतिर लागेको सबैजना बर्थडे गर्ल छ यहाँबाट छ हौ बर्थडे गर्ल छ नाना रोहित नानाहरू चाहिँ सोल्टी भेना उयो सोल्टिनी सबै त्यहाँ पुगिरहेछ अब चाहिँ हामी गएको खतरा भएछ खतरा भने ट्र्याक्टर मुनि पसेछ हौ बाइक नानीहरू बोकेर हिँड्नु चाहिँ यस्तो छ है यता पनि सुतिरहेछ हो ऊ पनि ऊ बिचको पनि झुल्दैछ अर्को सुतिसक्यो आयन पनि यहाँ ऊ झुल्दैछ मिनाहरू त नानीहरू बोकेर हिँड्ने त्यस्तो हुन्छ अब सुतिरहेछ आश्रिया त झन् चाहिँ हो भवन नानाहरूको सबैजना यहाँ छ आइपुग्यो यहाँ चाहिँ हाम्रो अनु बिहान आएको यिनीहरू चाहिँ
सबैजना छ सबैजना उठेर सुरज हामी सबै ला सरे ल्याउनु न एउटा भिडियोमा यहाँ चाहिँ हाम्रो नाना बिहानै आउनु भएको यहाँ चाहिँ खानेकुराहरू पाक्दैछ गाइज है हो बर्थडेको सबै खानेकुराहरू पकाउनु हुँदैछ यहाँ चाहिँ हाम्रो खाजा म र आन्टीले चाहिँ खाजा नखाइ आएको थिएँ अन्त खाजा खाँदैछु हो मुरै यो चाना मटर हामीले चाहिँ खाजा खाइसक्यौँ अनि यहाँ अनाएको केक पनि आएछ भाग्य जो कि आज जो मनुष्य जीवन र धरतीमा आयो र के को लागि आएको र आज सद्गुरुको दया सत्सङ्गजी यी बच्ची तेस्रो जन्म दिनको अवसरमा सद्गुरु श्री चन्द्रमालाजी आइनो वत्स सद्गुरु माता सुदीक्षा सविंदर हरदेव जी महाराज Happy birthday to you. Happy birthday to you. Happy birthday to you. Happy birthday to you. ल हाम्रो अनाएको केक यहाँ चाहिँ हामीले केक पाइसके प्रसाद र केक अनि चाहिँ आन्बी सुतिरहेको छ नि त अनि हामी यहाँ खुल्ला जग्गामा आएर बसिरहेको छु चाहिँ लङ्गर खाने स्टार्ट खाइदिएको नि त्यही छ हौ दुईजना खोइ छोड्नु त म अलिकति लास्टमा आफ्नै पुरै हिँड्नुहोस् खै त्यो खानामा
Lagi, यो मिठाई पनि खानु लास्ट यो यता मिठाई थियो नि हामीलाई हुन्छ धन्यवाद के थपेर आएको भन्नु त मिठाई बिर्सेछ कि थापी ल्याएन तपाईँले ल्या यही खाऊँ न त अझै लस्करै बसेर खाँदैछ यहाँ चाहिँ भात खाँदैछु हामी चाहिँ यहाँ दुईजनाले चाहिँ चाटचुट पारिसकेको छ अब चाहिँ हामी गएको लङ्गर खतम टोटोमा जाने अब चाहिँ हामी घर गएको सबैजना रिटर्न सबैजना अहिले जस्तो सबैजना बारी छ ताराबारीमा चाहिँ ताराबारी अरे फापा अरे बिजोक दुईजना सुतेर गोडा आइपुग्यो हामी चाहिँ घर अब चाहिँ हामी सबैजना घर आइपुगेर दुईजना सुतेको भएर उठ्यो भोलिको बेहुली भोलिको के अरे भोलिको भात खुवाएको किरकिर हेरिरहेछ उता हेर नि मान्छेलाई हेर्दैछ यता यता यहाँको आइपुग्यो हाम्रो बर्थडे गर्ल अब अनाइले कलर्स गर्छ स्कुलमा नि वाउ ब्युटिफुल दामी है खाइदे हेर्नु केक त हेर्नु यो कसले बिगार्यो कसरी बिगार्यो किन अब काट्दैन त अब के काट्दैन काट्दैन अब यो पियुष दादालाई पठाइदिनु ल पठाइदिनु बिगारेछ केक त सो गाइस यहाँ चाहिँ पाक्दैछ सुँगुरको आन्द्राभुँडी अनि यहाँ चाहिँ ब्रोइलर अनुले पकाउँछ ब्रोइलर चाहिँ अब अनाले केक काट्छ बहिनी यता हेरेर हाई भन हाम्रो प्रिटी गर्ल बर्थडे गर्ल उताको केक काटिसकेर फेरि यता अब चाहिँ हामी पनि जाने यो कचन चाहिँ मैले पकाएको होइन कचन चाहिँ मैले पकाएको छु हामीले पाक्नु अरे अब रक्ती हालिसकेको हो यो चाहिँ रक्ती हालेर यस्तो भएको हो यहाँ चाहिँ अब ब्रोइलर फ्राई गर्छ यो चाहिँ मैले रक्ती पाकिसकेँ मेरो खुला हालेको त कस्तो मिठो हुन्छ रक्ती होइन मलाई पनि मनपर्छ तर अस्ति चाहिँ होइन हाम्रो सानो आन्टी र उयो चाहिँ पुरा मन पराउँछ निशा नानाले चाहिँ हो त्यही भएर रक्तीले राखेको रहेछ घरको मान्छेले मात्रै काट्नु आँटेको केक चाहिँ हामी यहाँको फ्यामिली अन्त हामी दुईजना यति हो ल वाउ दामी दामी यहाँ खुसी भएको केक चाहिँ प्लात्त पाऱ्यो रहेछ यहाँ बहिनीले पो मार्दैछ अङ्गला Birthday to you, happy birthday to you, happy birthday dear Anaya, happy birthday to you.
दुईजनाले जानेछ है हाम्रो नानीहरू लु जानेछ है अब हो ह्यापी बर्थडे अनाया थ्याङ्क यू खोइ तिमीले ह्यापी बर्थडे भन बहिनीलाई ह्यापी बर्थडे आना खोइ बहिनी यो आना छोरी त ट्याक्कै पारेर खाएछ खोइ बहिनीले काटोस् न बहिनीलाई काट्नु दियो अब बहिनीलाई लु काट ल काट्यो थ्याङ्क यू छ्यामा भन्देऊ वेलकम लु दादालाई खुवाइदे दादालाई यस्तो गरेर खुवाइदे खुवाना ए बो दादालाई तिमी पनि खुवाइदेऊ ह्यापी बर्थडे बहिनी होइन ह्यापी बर्थडे भनेको खोइ गर्देऊ अगाडि अब दिने कार्यक्रम कति छ हौ डेन्जर छ क्या ल न खाइदेऊ सेफ्टी चाटेर ढुक्टो लु बस्नु न फोटो खिच्दै राखायो गोजीमा राखायो खै त्यसलाई पैसा दिइहाल्नु ल बइ ले गुटा डाइरेक्ट ले ल खाइ ल ले गुटा ए लाग्दो भोलि पनि टिका लाएर फेरि पैसा म त अनलाइन हालिदिन्छु यस छैन मेरो अनलाइनहरू हाल्नेहरू छ यहाँ ल खै धन्यवाद थ्याङ्क यू भनेको है थ्याङ्क यू बजु भन ल ल ए ल ल केक चाहिँ मिठो छ है अरूले कहिले भने खाँदै खाँदै। मकै भन्ने खै राम्रो छ नि नयाँ आज आएको गिफ्ट भोलिको लागि एकजना केक खाँदैछ यहाँ चाहिँ कोले पत्र पत्र जोड्ने यहाँ भन्छ यो लुगा कुन बोजू यता बोजू छ्यामा बोजू त खै थ्याङ्क यू भनेको केही खानु हुँदैन अन्बीले भोलि चाहिँ खान्छ सबै चिज हाम्रो अन्बीले भोलि के सुँगुरको मासु खिलाइदिनु सुँगुरको मासु खान्छ भोलि हाम्रो नानीले यो देखेर तपाईँहरू के होला भनेर सोच्दै होला यो चाहिँ हो सजनको फुल यहाँ हेर्नुहोस् यो चाहिँ अन्डासँग पनि दामी हुन्छ होइन अन्त तेल अलिक ज्यादा लाग्छ हो मजाले भुट्नुपर्छ त्यत्तिकै भुट्दा पनि हुन्छ अन्त अन्डासँग पनि मिठो हुन्छ क्या आन्टी र यसलाई चाहिँ च्याको फुललाई चाहिँ फेल खान्छ च्याको फुल चाहिँ फेल हुन्छ यो चाहिँ एकदम मिठो हुन्छ कि यो अब यो फुल हुन्छ होइन त्यहाँदेखिको चाहिँ अनि त्यहाँबाट चाहिँ फेरि सज्जन फल्छ हो यसको सज्जनको त दाल पनि खाँदा हुन्छ यो फुल पनि खाँदा हुन्छ त्यो डन्ठा पनि खाँदा हुन्छ हो केलाउँदैछ हामीले भोलिको लागि हाम्रो घरबाट ल्याएको यो चाहिँ केक सेक खाएर हामी दुईजना यहाँ यो केलाउनु लाग्यौँ होइन अब यो केलाएर त्यहाँदेखिको हामी भात खान्छौँ